शिवको चाहिँ सँग जोडिने एउटा गणेश हो होइन, तर त्यो चाहिँ हात्ती हो अघि, हात्ती हो बेसिकल्ली। अनि हात्तीको वैयक्तिकरण गरिया हो गणेश बनाएर होइन, मानवीय रूप दिइया हो त्यसलाई। त्यसको कारण के भन्दाखेरि चाहिँ हात्ती चाहिँ अब गणेशको पूजा नगरी शिवको पूजा हुँदैन होइन, कसैको पनि हुँदैन भनिन्छ नि, गणेश त श्री गणेश नै बेसिकल्ली शिव नै हो। किन मैले त्यो भने चुरेको अहिले जुन चुरे छ, चुरेको उतापट्टि दक्षिणपट्टिको फेदी जुन हो त्यो चाहिँ हात्तीको प्रागैतिहासिक हात्तीको चाहिँ वासस्थान हो होइन हो। अनि त्यसलाई नरिझाइकन, त्यसलाई खुसी नबनाइकन त त्यो पार गर्न आउन सकिँदैन होइन। अनि त्यो गणेशलाई त रिझाउनै पर्यो। त्यसो भएर त्यो उत्तरपट्टि टाउको गरेर चाहिँ सुतेको जनावरको टाउको काटेर यसलाई हाल्दे भन्ने एउटा प्राणले कथा बनाएको छ होइन। गणेश आयो, गणेशको नाम विघ्नेश होइन, नत्र हात्तीले विघ्न पार्छ। अहिले चुरेमा जुन चाहिँ पालियोजोलोजीले होइन जुन उत्खनन गर्यो त्यहाँ 6 किसिमको प्रागैतिहासिक हात्तीहरू पाइएको छ, हात्तीको फोसिलहरू पाइएको छ। हुलासिया विभागले 6वटाको टिकट पनि निकालेको छ होइन। त्यो थाहा पाउनुपर्छ, हामी नेपालीले धेरै थाहा हुँदैन। आजको टिकटको चलन छैन नि, त्यसरी मान्छेलाई थाहा हुँदैन। अनि चलनै भए पनि कुन हात्ती फरक हो के याद हुनु र के फरक नोटमा पाएको हात्ती कुन थाहा हुँदैन होइन, थाहा हुँदैन। अनि एउटा हात्तीको फोसिल त त्यो प्राकृतिक विज्ञान सङ्ग्रहालयमा पनि छ। त्यसको नाम उहाँहरूले अहिले आर्किडिस्किडोन प्लेनिफर्मिस नाम राख्नु भएको छ है, राखेको छ। नेपाली राखेको त होइन, विदेशी राखेको होला। मैले हात्ती चाहिँ त्यसरी आएको हो होइन।